नकस्नु सब खाएर पर्ला ठिक छ ठिक छ मोडल आउन ल यहाँ छेकिन भने यसो मिलाइदिन पर्यो छोरी हेलो यो संस्कृति जोगाउन पालिकाले नै ध्यान दिनुपर्छ भन्नुभएको छ यो कुरो चाहिँ सही गर्नुभयो शंकरप्रसाद पोखरेलजी थ्याङ्क यू फर गुड सजेक्सन everyone please share the live है सबजना लाइभ शेयर गर्नु होला म
यसरी नै दैनिक भिडियो लाइभ गरिरहेको छु। हाम्रो संस्कृति हाम्रो परम्परा जोगाउनका लागि चाहिँ हामी लागिरहेका छौँ र हामी जुन टोलमा नाच्छौँ त्यो टोलमा गइसकेपछि त्यहाँका स्थानीयहरूलाई पनि हामीले समेट्ने कोसिस गरेका छौँ। त्यसैले पनि जो कोही नाच्नु भएको छ आदरणीय मेरो मित्र हुनुहुन्छ कृष्ण आचार्य अनि उहाँकै भाइ हुनुहुन्छ विष्णु आचार्य आउटड्रेसमा पनि हुनुहुन्छ। तथापि यो तिहार हो, सबैजना रमाउनुपर्छ, सबैजना नाच्नुपर्छ, सबैको इच्छा नाच्ने हुन्छ भने हामीले यसरी समेटेका छौँ। यसलाई अन्यथा नलिनु होला पनि भन्न चाहन्छु। अनु थापा वेलकम एन्ड ह्याप्पी तिहार। हजुर हजुर ल यहाँ अर्को भैलो पनि आएको छ, सानो भैलो। बिहानैबाट सुरु गर्नु पर्यो नि, साँझ त बुटो लाउने हो। खासमा कता हो तपाईँ? मेरो क्लास फ्रेन्ड हो रेशमजी, उहाँ हुनुहुन्छ रेशम बस्नेत। के भन्नुभयो? के छ हिरो, ठिक छस्? हाम्रो हिरो हो यो। के नाम हो? त्यो नाम के हो? सुदीप छेत्री, म काम छोडे भैलो हेर्दैछु। थ्याङ्क यू ब्रदर। के छ? मिस यु यार भाइ। यस्तो आमा पनि यहाँ हुनुहुन्छ है, यहाँ एउटा वृद्ध आमा हुनुहुन्छ, आमाप्रति पनि सम्मान छ। खुइराम दाई थ्याङ्क यू अनि ह्याप्पी तिहार दाई। कता हुनुहुन्छ हजुर? अब भणाएर आमाहरू हुनुहुन्छ। यो भुवन भाइले भैलो हेर्लान्, माधवले हेर्लान्, शिवरी दाईले हेर्नुला, विष्णुले हेर्ने, सबैको लागि आमा हुनुहुन्छ है। यता हाम्रो ठुलिया हुनुहुन्छ, मेरो ठुलियामा भैलो हेर्न आउनुहुन्छ। राम्रो लाग्यो भैलो हो। पुरानाको याद आएको छैन तपाईँको बालाको?
हो यस पुरानो याद आउने आमा हो भण्डाराबाट गोदी कुदेर जाने हो अहिले 30 भण्डारा हुन्छ म यहाँ 30 गरी उति हुन्छ थिएन अर्को सेतुवाला आदरणीय दर्शक महानुभावहरू यसरी हामी चाहिँ भैलो खेलिरहेका छौँ हाम्रो संस्कृति हाम्रो पहिचान बचाउनको लागि भनेर यसरी हामी भैलो खेलिरहेका छौँ र भर्खर तपाईँहरूको बिचमा हामीले राख्यौँ यो भैलो भट्टाई अत्यन्तै हाम्रो संस्कृति हाम्रो परम्परामा आधारित देउसी भैलो भट्टाएर सकिसकेका छौँ अब अन्य अरू प्रस्तुतिहरू आउनेछन् तबसम्मको लागि भने म बिदा हुन्छु तपाईँले भने यो लाइभ यति सेयर गर्नु कि सबैको सामु यो पुगोस् जसले भैलोमा आउनु पाउनु भएको छैन त्यति बेला परदेशबाट हेर्दै हुनुहुन्छ घरमा आउनु पाउनु भएको छैन भने यो भैलो उहाँसम्म पुगोस् भन्दै पहिला भने बाई बाई ह्याप्पी तिहार गाइज अर्को फेरि म लाइभ आउनेछु यहाँ ट्याक्कै अङ्कल आउनुभयो सोच्नुहुन्छ ल फेरि अर्को लाइभ आउनेछु तबसम्मको लागि छुट्छु बाई बाई